मेरो देश मेरो गौरव सब्सक्राइब फर नेपाल। तपाईहरुलाई गिभ अवेको लागि टास्क भनेको नै यही क्युबहरु जुन बाहिरबाट देखियो र यहाँ भित्र देखिएको सबै क्युबहरुमा टोटल कतिवटा क्युब मैले अनबक्सिङ गरे होला त्यो तपाईहरुले फुल भिडियो हेरेर काउन्ट गरेर चाहिँ कमेन्ट गर्नुपर्ने हुन्छ है त। अनि आफू कहाँबाट हो भनेर लोकेसन पनि कमेन्ट गर्नु होला। अनि सबैभन्दा नजिक मिलाउनेलाई चाहिँ आई विल गिभ 1 not 2 but 3 giveaways in total if I get 1000 plus like. Let's begin the video. Hello everyone, welcome back to my channel. म आज तपाईहरुलाई निकै नै अनौठो खालको अनबक्सिङ लिएर आउँदै छु। तपाईहरुले पछाडी देखे जस्तै I have more than 50 cubes. Now in that I have more than 150 cubes in the bag. So यो bag यो बोरा भुरी नै क्युबहरु छ। यो क्युबहरुको अनबक्सिङ लिएर म तपाईहरुसँगले आइसकेको छु है त। कति पर्यो भन्ने कुराहरु चाहिँ म पछि भिडियोमा भन्दै जाने छु। तपाईहरुलाई लेट्स स्टार्ट फ्रम द bag. Okay, one bag, second package. There is a third package देख्न सक्नुहुन्छ क्युबहरु हल्का हल्का देखिसकेको छ। And fourth package, fifth package जहाँ पुरै र्यापिङ गरेर आएको छ। And sixth and seventh a very interesting one. एरियलको बट्टामा क्युब आइरहेको छ, full cube. And seventh one is also a cube from Ariel bags. यो ब्याग एरियलको भयो भने एरियलबाट चाहिँ होइन। सो मलाई यति धेरै क्युबहरु चाहिँ मैले एकैचोटी काठमाडौँबाट चाहिँ मगाएको थिएँ। एउटा भाइलाई इमर्जेन्सी परेर विदेश जान पर्ने भएर उसको कलेक्सन होल कलेक्सन नै मैले बाइ गरेको छु ताकि आई हैव द बिगेस्ट क्यूब कलेक्सन इन नेपाल। नाउ आई थिंक आई हैव द बिगेस्ट क्यूब कलेक्सन विथ दिस अराउन्ड 200 क्यूब्स आई हैव। सो लेट्स ओपन वन बाइ वन। ओके, सो सुरुमा यो स्मलेस्ट ब्यागबाट सुरु गरौँ। हामीले सबैमा यसमा तपाईहरुको 9-10 हजार को क्यूबहरु 15 हजार को क्यूबबाट स्मलेस्ट भनेको 7 हजार को क्यूबसम्म छ, 7-8 सरी। सो सबै क्यूबहरु एक बाइ चान्स एक एकवटा गरेर हेरौँ है त। सो सुरुमा टर्नेडो V3 and by the way they all are the cube to stand वाला क्यूब आएको रहेछ यसमा चाहिँ। सो अहिले यता राख्ने फोर्डलाई एउटा चाहिँ खोलेर देखाइदिन्छु, अरु चाहिँ म खोल्दिनँ है। सो यो भनेको चाहिँ क्यूब विथ स्ट्यान्ड है, यस्तो खालको क्यूब हो। त्यसको लागि अहिले यहाँ राखौँ। त्यसपछि लेट्स सी दिस ब्याग है, एरियलको ब्याग हो, मजाले प्याकिङ गरेर मलाई पठाइदिएको छन्। म नाम पनि भन्दैछु, निशान्त भन्ने ब्रादरले काठमाडौँबाट चाहिँ आफ्नो अस्ट्रेलियाको भिजा लागेर चाहिँ एकैचोटि बेच्न खोज्नु भएको थियो, त्यसैको लागि किनेको। Maybe they are the kids. There are 2 accessories. There are 2 puzzles and mats-हरु टन्नै त्यो म्याट्सहरु गइछन्। यो साइड बबल्सहरु नहल्लाउनको लागि होला उले कागजहरु हालेर एकदम राम्रोसँग प्याकिङ चाहिँ एकदम राम्रो गरेर पठाएको छ। तपाईहरुले क्यूब अब देख्ने बित्तिकै यो तपाईहरु दङ खानुहुन्छ है। किन भन्दाखेरि यो अल आर ज्ञान क्यूब। ज्ञान भन्ने बित्तिकै कति महँगो ब्रान्ड हो तपाईहरु आफैलाई थाहा छ। सो यसको प्राइसिङ तपाईहरुलाई म कमेन्टमा कति हजार त नभन कति लाखको चाहिँ क्यूबको अनबक्सिङ होला यो चाहिँ लेख्नु होला है त। The all are expensive cube है, सबै हाम्रो के हो एक्सपेन्सिभ क्यूबहरुमा पर्छ यिनीहरु चाहिँ। सायद यसको भित्र चाहिँ पेपरको बल्सहरुले चाहिँ यो सेक्युर्डली ल्याउनको लागि पेपरको बल्सहरु हाल्दिएको रहेछन्। सो आई क्यान रिमुभ दोज अहिले पछि हेर्छु। ओके, वन बक्स गन। यो स्ट्यान्डहरु हेर्न सक्नुहुन्छ, मोयुको स्ट्यान्डहरु भनेपछि मोयुको कति धेरै क्यूब होला हाम्रो मैले किनेको आज। तपाईहरुलाई म छिटै गिभ अवेहरु नै लिएर आउने छु। यो क्यूबहरु धेरै भएको कारणले गिभ अवेहरु पनि आउँछ है, ढुक्क हुनुस्। मैले यत्रो धेरै क्यूबहरु आफैलाई काम पनि छैन, बट र अर्को लागि किनिहाले। लेट्स अनबक्स द अनदर बक्स। प्याकिङ चाहिँ खत्रै भएको रहेछ, टेपिङ एकदम दुःख गरेर पठाएको रहेछ भाइले। थ्याङ्क यू सो मच टु आवर ब्रदर। यसमा तपाईँहरूको अलिकति त्योभन्दा अलिकति चिपर बट एक्सपेन्सिभ क्युबहरु छ सबै। सो यु क्यान काउन्ट द नम्बर्स है, मोर देन 100 भन्ने कुरो छ। त्यसलाई हेरौँ कतिवटा आएको छ। एमजिसीको क्युब, आइएसट्रियम, यो आई डोन्ट नो है, मलाई यो छुट्याउन पनि त्यति राम्रोसँग आउँदैन। अब कस्तो भनेर पछि भिडियो हेरेर नै छुट्याउने छु। हाउ मेनी क्युब्स आर हियर है।
सो RS3M को प्याकेज स्पेसली यो स्नेक क्युब पनि रहेछ एउटा स्पेसल वान अनि यो मेनली मलाई जस्तो लाग्यो RS3M कै प्याकेज हो कि जस्तो लाग्यो RS3M ball core, RS3M magnetic, RS3M and one more RS3M, again RS3M MOU and again RS3M. So यो सबै RS3M भनेको एउटै खालको क्युब हो अब यो मैले धेरै राखेर पनि त्यति युजफुल छैन जो बिस्तारै बिस्तारै I will give away in the future videos है लेट्स ओपन दिस another cube bag जो अलिकति ट्योर अप भएर आइसकेको थियो पहिले त्यही भएर यसको चाहिँ अब के कसो चाहिँ यहाँबाट हेरेपछि भाइलाई नै म सेन्ड गर्छु एउटा यो म्याट हो पक्कै पनि ठुलो म्याट टेबल म्याट यो क्युब पुरै ऱ्याप छ अनि यो बट्टा नभएको क्युबहरुलाई सायद सो ऱ्यापमा आएको छ ऱ्यापिङ अहिले मैले खोलिन यो भित्र अगेन अर्को क्युबको ऱ्याप छ सायद यसलाई हामी अहिले खोल्दिउँ नो प्रब्लम यो ऱ्यापिङ गर्न यो केला मैले खोलिन अहिले यतिकै राखेँ ओके यहाँ तपाईहरुले देखिसक्नु भएको छ क्युबै क्युब छ यहाँ त सबै बाहिरैबाट देखिएको छ यसलाई त झोलाबाटै यो त एउटा बिजनेस गर्नको लागि किनेर राखे पनि हुने खालको अनबक्सिङ भएर सो यसलाई अहिलेलाई तलपट्टि लेट्स डु भन्ने इन्स्ट्रक्सन आइयो एक घण्टा निकाल्न भन्दा तपाईहरुलाई म्याट राखेर अलिकति खनाउँछु है त म सो यस्तो खालको अनबक्सिङ तपाईहरुले देख्नु भएको छैन होला क्युब खनाएर अनबक्सिङ गर्दैछु है मैले है धेरै भएर सो दे अल आर द क्युब्स है अझै क्युब्सहरु छ यो आधा पनि भएको छैन है अझै 3टा प्याकेज बाँकी छ सो दे अल आर द यो चाहिँ नर्मल्ली पोखरामै काठमाडौँमै किनेको क्युबहरु होला अझै हामीसँग 2टा ब्याग बाँकी छ है सो मलाई खोल्न यति टाइम लाग्यो भनेपछि मलाई पठाउने भाइलाई यो प्याकिङ गर्न यहाँभित्र फेरि 4-5 वटा क्युब प्याकिङ गरिरहेको छ भाइले यसमा फेरि 4-5 वटा क्युब छ यहाँभित्र पनि क्युबहरु नै छ यो बट्टा नभएर हो सायद वा एक्सपेन्सिभ भएर होला यहाँभित्र क्युब छ सो यो ब्याग पनि इन्डेड एन्ड नाउ फाइनली विथ वान मोर ब्याग्स म तपाईहरुलाई आजमा सबै यो र्यापिङ गरेकोहरु सबै खोलेर देखाउँछु है आत्तिनु हुँदैन भिडियो अलि लामो बन्न सक्छ किनभने यो 1.5-2 लाखको क्युबको अनबक्सिङ हुँदैछ सो त्यसको लागि यसरी भाइले जसरी र्याप गरेर एकदम केयर गरेर यो क्युबहरु राख्ने भाइ चाहिँ एकदम केयर गरेर क्युबलाई मैले भन्दा पनि धेरै क्युब मन पराउने भाइले चाहिँ यो क्युबहरुलाई चाहिँ यसरी केयर गरेर राखेको न मैले उले जति केयर गरेर त मैले राख्न सक्दिन मेरो क्युबहरुको कुन हालतमा छ तपाईहरुले देख्न सक्नुहुन्छ पछाडी नै है सो दिस इज अल द क्युब्स विथ वन म्याच मैले अर्डर गरेको क्युबहरु सबै हो यसको लागि स्पेशली मैले भन्दा पनि मेरो बर्थडे अस्ति सकेको बर्थडेमा बर्थडे स्पेशल भनेर मेरो वाइफले चाहिँ मलाई गिफ्ट गर्नु भएको यो सबै क्युबहरु त्यसको पनि एउटा शर्ट्समा चाहिँ भिडियो आउनेछ है मेरो रियाक्सन भिडियो सहित आउनेछ है त ओके आफ्टर अरेन्जिङ दोज क्युब यतिसम्म चाहिँ मैले मिलाउने भएँ अझै भएको छैन यहाँ RS3M हरु स्पेशल छ यहाँ MOU क्युबहरु छ यतापट्टि ज्ञानको यत्रो धेरै क्युबहरु छ जसको नै कस्ट लगभग 60-70 हजार यसैको पर्छ र यो बाँकी प्याकेटहरुमा अझै भित्र के कस्तो कस्तो क्युब छ हामी हेर्दै छौं लेट्स कम इन जुम इन सो यो चाहिँ नखोली नि हुने हो त्यही पनि एकचोटि म तपाईहरुलाई देखाइदिन्छु के हो भनेर तपाईहरुलाई गेस पनि भयो होला यस्तो सफ्ट कपडा जस्तो छ भने चाहिँ ओके रोबोट इज डेड कपडा जस्तो छ भने चाहिँ यो मेरो एउटा ज्ञानको फुल म्याट टेबल म्याट हो यो चाहिँ प्र्याक्टिस म्याट ल अब दाइले प्र्याक्टिस गर्ने त कहिले हो कहिले मैले कसैलाई यस्तो स्पेशल छ क्युबको बारेमा एकदम इन्ट्रेस्टेड हुनुहुन्छ क्युबले गाह्रो भएको छ भने एउटा 2टा क्युबहरु प्र्याक्टिस क्युबहरु चाहिँ मैले गिभ अवेमा दिन सक्छु है सो तपाईहरुले मेरो भिडियोलाई जति सक्दो शेयर गरिदिनुस् 4000 वाचहरु पुगेर मोनिटाइज भने अझ धेरै क्युबहरु मैले किन्न सक्छु र त्यसपछि अझै धेरै निडी पिपलहरुलाई चाहिँ मैले गिभ अवे गर्न नि सक्छु है त सो यो मैले मसँग भएको म्याट भन्दा नि अर्को ठुलो टेबल म्याट प्लस मेरो फेभरेट ज्ञानको म्याट है त मोयुको मसँग पहिल्यै थियो सो मोयुलाई मैले एकछिन साइडमा राखेर मेरो ज्ञान म्याटलाई चाहिँ मैले फेभरेट म्याटलाई चाहिँ म यहाँ राखिराख्छु है त त्यसपछि अब हामी हरेक यहाँ भएको हरेक प्याकेटलाई एकचोटि सर खोलेर चाहिँ हेर्छौँ है अब काट्न पनि डर हुन्छ फेरि यहाँभित्र क्युबहरु भएको कारणले कतिको राम्रो तरिकाले प्याकिङ छ अलिकति फर्स्ट फरवर्डमा देखाएँ भने मेरो अहिलेको भोइस नआउन पनि सक्छ पछि एडन भोइस नै हुन सक्छ है त सो अब यो अलिकति टुप्पो खोलेर अनि निकाल्नै सजिलो होला जस्तो छ सो यो पठाइदिने भाइको चाहिँ म पर्मिसन लिएर मिल्यो भने फोटो हाल्नेछु है त भाइले के भन्छन् अब उसलाई चाहिँ मैले एकदम हृदयबाट नै धन्यवाद भन्छु एकदम राम्रो तरिकाले प्याकिङ गरेर यो अब यो क्युबहरु भनेको चाहिँ मोफ क्युब्सहरुले चाहिँ किनेर लगभग 1500-2000 को क्युबहरुलाई चाहिँ कलरफुल बनाएर जस्तै यो सबै जति प्र्याक्टिस गरे पनि भयो मोफ क्युब्सहरु भयो यो नर्मल कुन के हो मलाई पनि थाहा छैन आइडिया है सो यो क्युबहरु चाहिँ सबै बिना बक्सको क्युबहरु भएर चाहिँ उसले प्याकिङ गरेर चाहिँ मैले लगभग आइडिया चाहिँ पाइसकेँ कहिले किन्यो बक्सहरु अहिलेसम्म यत्रो धेरै बक्सहरु राख्न सक्नु भनेको पनि राम्रो हो है सो मैले 6 वटा कलरको छ है
यो छुट्टै भयो यो 3 सबै RS 3 मै हो कि जस्तो पनि लाग्छ भाइले एकैचोटी 15-20 वटा RS 3 मगाएको छु दाइ भन्थे अस्ति नै 2 वर्ष सायद 1 वर्ष पहिला सो अहिले भाइ पनि नेपालको परिस्थिति अनुसार विदेश जानुपर्ने भयो विदेश जाँदा फेरि यो उसले चाहिँ मेनली प्र्याक्टिस क्युब बनाएको रहेछ है यसलाई अब हामीले सायद क्रस क्युब भन्छ कि फर्स्ट लेयर क्युब भयो त यो मड क्युब भयो यो पनि मड क्युब भयो त सो यो 4 लाई पनि हामी गरौँ यति धेरै क्युबहरू जस्तै 1 2 3 अनि 4 डिफ्रेन्ट कलर्स क्युब्ड अनि यो चाहिँ अलिकति मड क्युब भयो यिनीहरू चाहिँ बाँकी नर्मल क्युबहरू नै भयो है यो नर्मल क्युबहरू चाहिँ मतलब एकदम धेरै भन्दा धेरै मेरो प्रिय स्टुडेन्ट्सहरू म्याक्सिमम टाढाको त मैले सक्दिनँ नजिकै पोखराभित्र हुनुहुन्छ अहिले तपाईँहरूलाई क्युब नभएर प्र्याक्टिस गर्न पाउनु भएको छैन त्यस्तो छ भने एउटा दुईटा चाहिँ मैले गिभ अवे गर्नेछु तर त्यसको लागि तपाईँहरूले मेरो भिडियो रेगुलर वाच गर्ने रेगुलर कमेन्ट गर्नुभयो भने चाहिँ यो धेरै क्युबहरूबाट तपाईँहरूले चाहिँ आफूले पनि पाउन सक्नुहुन्छ है त सो यो पनि त्यही हो अब अहिले धुलो भयो अब यसलाई पछि सफा गरौँला सो यसमा सायद ओके अनि यो पुरानो खालको क्युब हाम्रो जुन सायद अहिले यो स्क्रैच पनि मैले खोल्ने बेलामा नजानेर चक्कुले स्क्रैच आइहाल्यो यहाँ अलिकति डेन्ट आयो भाइले चित्त नदुखायो भाइ तिमीले एकदम केयर गरेर राखेको क्युबलाई मैले थोरै डेन्ट बनाइदिएँ यो एउटा क्युब भयो ठुलो क्युब अलिकति ठुलो बिग ह्यान्ड क्युब भयो त्यसलाई र यहाँ अब अरू क्युबहरू छ सो यो सायद खोल्न अलिकति लामो भिडियो हुनसक्छ मैले तपाईँहरूलाई फुल बिना कटिङ चाहिँ अलिकति मिल्यो भने थोरै म्युजिक थपेर हेर्न रमाइलो हुने तरिकाले चाहिँ म हाल्ने छु है त पछाडि रोइराखेको को हो भन्नुभयो भने मेरो छोरी हो है 9 मन्थको छोरी हो ऊ रोइरहेको छ पछाडि अलिअलि नमानेर उसको आवाजलाई मैले मिलेसम्म फिल्टर नगरौँ कि भन्ने सोचिरहेको छु हेरौँ एडिटिङसम्म कस्तो बाटोमा पुगिन्छ सो उसले टेपिङ चाहिँ एकदम राम्रो तरिकाले चाहिँ नफुटोस् भन्ने हिसाबले चाहिँ उसले राम्रो तरिकाले टेपिङ गरेर पठाएको छ यसलाई त प्याक नगरेको भए पनि हुने खालको थियो यो बक्स रहेछ सायद यो विलङको पिरामिड है यो पनि सायद यो पिरामिड क्युब ओके पिरामिड क्युब रहेछ पनि के 4वटा अझै हामीसँग यत्रो धेरै बक्सहरू छ कोही आत्तिनु भएको छ भने पानी खाएर आएर पज गरेर गएर फेरि हेर्नु होला है त सो मैले यो सबै हेर्न पर्ने बाध्यता पनि छ किनभने भाइले मलाई दाइ सबै क्युब चेक गर्नु है भन्नुभयो त्यो एकैचोटि हतारमा मैले सबै क्युबहरूलाई चेक गर्दैछु किनभने भाइलाई मैले पे गर्ने भइसकेपछि भाइले अनि तपाईँहरूलाई लाग्न सक्छ अब यो क्युबहरू अलिकति मैले थोरै तपाईँहरूलाई मेरो टी सर्टको बारेमा भने टी सर्टमा देख्नुभएको तपाईँले स्पिड क्युब सब ओल्डकै सबैभन्दा पपुलर चाहिँ क्युब बेच्ने ब्रान्ड हो यो म्याक्सिमम क्युबहरू यो अगाडि देखेको ज्ञानको अघि नै मैले देखाएको थिएँ तपाईँहरूलाई 50-60 हजारको भनेको क्युबहरू धेरै चाहिँ भाइले स्पिड क्युब सबबाट नै किनेको थिएँ एकचोटि तपाईँले मेरै डिस्काउन्ट कोड युज गरेर पनि किनेको छन् जहाँ उनले 5% डिस्काउन्ट पनि पाएको थिए ओके अगेन दे आर नाउ मोयु अब सबै मोयुको छ है मोयु सो भाइसँग म्याक्सिमम चाहिँ 3x3 रहेछ यो 4x4 मोयु 4x4 मैले चाहिँ मसँग 8x मैले चाहिँ किन्न त म अब सायद यो पछि लाइफमा क्युब किन्न त्यस्तै पऱ्यो भने किन्छु नत्र मलाई सबै स्पिड क्युब सबले नै पुऱ्याइदिइराखेको हुन्छ सो यो मोयुको भयो त्यति अनि यतापट्टिबाट जाँदाखेरि यो पनि एउटा मोयुको भयो अझै स्पेस बनाऊ अझै 1 2 3 4 5 6 7 8 9वटा प्याकेट खोल्नु छ है हामीले है सो 120 भनेको थियो भाइले क्युब तपाईँहरूले पनि काउन्ट गर्दै जानु है अघिनेको भिडियोबाट अहिलेसम्म टोटल कतिवटा क्युब मैले खोलिसकेँ 120 प्लस नै छ जस्तो लाग्यो मलाई चाहिँ यसरी चक्कुले खोल्दा पनि भित्र स्क्रैचेस आउने हो कि भनेर डराउनु पर्ने चाहिँ अवस्था छ किन क्युबहरू भाइले एकदम केयर गरेर राखेको क्युबहरू रहेछन् त्यही भएर अब नेपालमा सायदै नेपालमै नभनौँ साउथ एसियामै अब स्पोन्सर्ड बाहेक यसरी क्युबहरू एकैचोटि यत्रो धेरै क्युबहरूको अनबक्सिङ त फर्स्ट टाइम नै होला मोर देन 120 क्युब्स सो यो अनबक्सिङलाई जति सकिन्छ धेरै सेयर गरेर नेपालीहरूलाई विदेशमा बसी नेपालीहरूलाई देख्नु स्पेसली क्युबको फेभरेट स्टुडेन्टहरू जो क्युबको ड्रिम गर्नुहुन्छ क्युब कलेक्सन ड्रिम गर्नुहुन्छ म स्पिड क्युबरमा आफूलाई भन्दिनँ किनभने मेरो स्पिड क्युबिङ सल्भिङ त्यति राम्रो छैन म नर्मल्ली सब 35-40 तिर मात्र सल्भ गर्न सक्छु अरू क्युबहरू नि अलिअलि फट्याङ मैले गर्न सक्छु तर स्पिड क्युबिङ भनेर 8 सेकेन्ड 10 सेकेन्ड 15 सेकेन्डमा मैले क्युब सल्भ गर्न चाहिँ सक्दिनँ यो क्युब मसँग नि थियो अर्को एउटा अर्को पनि आयो यो कलर क्युब ओके यो फेभरेट कलर क्युब यो गियर क्युब सबैमा लिउ हालेर भाइले एकदम राम्रो तरिकाले जतन गरिरहेछन् मैले अब कति महिना जतन गर्न सक्छु मसँग नि त्यति आइडिया छैन यसलाई कसरी राख्ने सुर्केसमा हालेर राख्ने के सजाउने कि केटकेटी धेरै छन् भान्जी धेरै छन् भान्जी आउँदाखेरि केटकेटीलाई रहर लागिहाल्छ अझै अलि सस्तो क्युबहरू चाहिँ बाहिर राखेर अरू चाहिँ सायद मैले लकरमा राख्न सक्छु बेला बेला प्र्याक्टिस गर्ने बेलामा चाहिँ मैले युज गर्न सक्छु सो यो चाहिँ तपाईँहरूलाई एउटा ड्रिम चाहिँ एउटा क्युबर जो चाहिँ क्युबसँग एकदम रिलेटेड हुनुहुन्छ उहाँहरूको लागि एकदम ठुलो ड्रिम कम ट्रु मोमेन्ट हो क्या यसरी क्युबिङहरू एकदम धेरै क्युबहरू अनबक्स गर्न सक्नु भनेको त वन्स इन अ लाइफ टाइम है यो अलिकति जब नभएको भए
स्टेबल नभएको भए फ्यामिली ब्याकग्राउन्ड राम्रो नभएको भए आफ्नो फ्यामिलीले सपोर्ट नगर्ने हो भने न भाइले पनि यत्रो धेरै ट्युब कलेक्ट गर्न सक्दैन न भाइको पनि आफ्नो बिजनेस थियो फ्यामिलीले सपोर्ट गरे भाइले पहिला बिजनेसबाट चाहिँ कलेक्सन गर्दै गएर यो धेरै टाइम किनेर यत्रो बनाएको नि भाइको खुबिलिटी भनेको चाहिँ खुबिलिटी भने मैले भाइको क्यापासिटी भनेको चाहिँ क्युबहरूलाई जतन गर्न सक्नु अहिलेसम्म जतन गरिराखेँ जस्तै ल अब यो हामी नर्मल क्युबहरूले सोच्दैन 6 डिफ्रेन्ट टाइप्स अफ 2x2 क्युब्स थियो त्यसमा है 2x2 क्युब्स त 6 डिफ्रेन्ट टाइप्स अब चाहिँदैन हामीलाई भनिन्छ स्पिड क्युबरहरूले त्यति किन्नु न उहाँहरूलाई जुन चाहियो त्यही किनेर हुन्छ तर कलेक्सन गर्नेहरूले डिफ्रेन्ट ब्रान्ड्सको डिफ्रेन्ट कम्पनीको चाहिँ देखाउनु अब यहाँबाट मैले तपाईँहरूलाई कम्पनी चिने भने म डिफ्रेन्टको तपाईँहरूलाई चाहिँ कम्पेरिजन पनि लिएर आउँछु बोल्दा बोल्दै मलाई पनि घाँटी सुकिसक्यो यसलाई सकिसक्यो अलिकति फास्ट फरवर्ड गरेर बोल्न पनि सक्छु मैले पछि धेरै भयो भने अब यो मलाई अर्कोचोटिलाई आइडिया चाहिँ दिनु यस्तो धेरै अनबक्सिङ आयो भने मैले कसरी गर्दाखेरि तपाईँहरूलाई बेटर हुन्छ त्यसको बारेमा पनि कमेन्ट गरिदिनु होला है त मेरो मम्मीले सुनिहाल्नु भयो के अरे क्युब किन्नेले नि कमेन्ट गर्नु भन्नुभएको छ मलाई बेच्ने मुडमा त छैन म त्यही पनि मम्मीले अब धेरै खर्च गरिस् अलिअलि वरिपरिकोलाई बेच्देऊ पोखराकोलाई भन्नुभएको छ हेरौँ परिस्थितिले कहाँ लैजान्छ बरु आइफोन बेचिन्छ क्युब बेचिन्न भन्ने पक्षमा चाहिँ म छु है एकचोटि जोडेको क्युबहरू मैले पहिला सानैबाट 6-7मै पढ्ने बेलाबाटै रुबिक्स क्युब बनाउन आउँथ्यो त्यति बेलाबाट मेरो हाइएस्ट कलेक्सन वाउ सच अ नाइस कलर यो डायमन्ड कलर दिनुभयो तपाईँले सरी डायमन्ड एलोइस कलर यसलाई हामी म्याजिक क्युब पनि भनिरहेको छन् स्टुडेन्टहरूले धेरैले म्याजिक क्युबको रूपमा चिनिरहेको छन् सो यो प्याकिङ गर्ने भाइलाई चाहिँ धेरै धेरै धन्यवाद मुरी धन्यवाद भन्न चाहन्छु यसरी नपठाएको भए यो क्युबहरू सायद यति राम्रो कन्डिसनमा मथिम आइपुग्थेन होला एउटा क्युब इन्फेस्टिकबाट चाहिँ ममा आउनु भनेको नि इट्स भेरी नाइस डिल है भाइलाई पनि छुट्टा मान्छेलाई बेच्नु पढ्नुभन्दा मैले एकैचोटि लिइदिनाले धेरै सहयोग भयो दाइ थ्याङ्क यू सो मच भन्नुभएको थियो भाइलाई भन्दा पनि मलाई पनि वन्स इन अ लाइफ टाइम अपर्च्युनिटीमा मैले एकैचोटि यत्रो धेरै क्युबहरू चाहिँ किन्न पाएँ एकैचोटि यत्रो धेरै क्युबहरूको कलेक्सन मेरो जुन नेपालमै सबैभन्दा ठुलो क्युब कलेक्सन बनाउनु थियो त्यसको ड्रिम चाहिँ भाइले एकैचोटिमा मलाई पुरा गरिदिएँ मैले ब्रान्ड चुज गर्नु परेन मैले यो त्यो राम्रो नराम्रो केही सोच्नु परेन मात्र भाइसँग जति छ मैले डाइरेक्ट भाइलाई तिमीसँग जति क्युब छ सबै मलाई सेन्ड गरिदियो अरूलाई भन्नु पनि परेन भाइ रिक्वेस्ट गर्नु परेन छुट्टै पार्सल गर्नु परेन एकैचोटि मलाई पठाइदियो भनेपछि भाइले एकैचोटिमा हुन्छ दाइ प्राइज मिलाउनु भन्यो अनि दाजुभाइ बसेर सल्लाह गरेर प्राइजिङ भइसक्यो प्राइजिङलाई अहिले डिस्क्लोज नगरौँ तपाईँहरूले गेस गर्न सक्नुहुन्छ अब 50% डिस्काउन्टमा दिएको भए पनि 2 लाखको हाराहारी क्युब छ त्यही हिसाबले हामीले बसेर दाजुभाइ बसेर सल्लाह गरेर दाइलाई चाहिँ पेमेन्ट गरेर चाहिँ मैले यो चाहिँ मगाएँ है त कति चाहिँ क्युबरहरूलाई लाग्न सक्छ काठमाडौँको अलिअलि एउटा दुईवटा क्युब किन्छु भन्नुभएको थियो उहाँहरूलाई चाहिँ आइएम भेरी सरी मैले एकैचोटि मैले यो क्युब नै छोड्नै चाहिनँ त्यही भएर मैले भाइलाई मैले किनेको नभन अहिले मैले चिनेको पनि छन् भाइहरू उहाँहरूलाई पनि मैले सरी भन्न चाहेँ मैले एकैचोटि अहिले नभन पछि भाइहरूलाई त्यस्तो इमर्जेन्सी परेछ भने मैले पठाइदिउँला पछि बरु भनेर चाहिँ मैले एकैचोटि गरेँ किन भाइलाई पनि हतार छ विदेश जान व्यस्त छु दाइ काममा भन्थेँ अनि त्यही भएर एकैचोटि लिइदिएपछि भाइलाई पनि सजिलो होला भन्ने हिसाबले चाहिँ मैले के भएँ यसमा सायद 2x2 नै छ कि 3x3 छ थाहा छैन सबै प्याकेट नभएको क्युबहरू रहेछ अझ मैले तपाईँहरूलाई एक झोला त देखाएकै छैन अझै यसमा अहिलेको जस्तो इन्ट्रेस्टिङ झोला गरौँ है यहाँ पनि भाइले पठाएको क्युबहरू छ डिफ्रेन्ट सेप्स अफ क्युब है यसलाई पनि झोला खनाएर अनबक्सिङ गरौँ भाइ सरी है मुटुमा लाग्न सक्छ तपाईँलाई गाह्रो नमान्नु होला यहाँ एउटा क्युबको ड्यामेज त होइन फुत्किएको रहेछ ओके डन यो पनि पिरामिङ चाहिँ भयो सबै क्युबहरूलाई कसरी मिलाएर राख्ने म अहिले देख्दै अब यो पुरानो क्युब खालको यो चाहिँ अब भाइको अहिलेसम्म अलिकति खुइलेको क्युब मध्येमा यही परेछ एउटा अझै तपाईँहरूलाई छोटो चिया ब्रेक लिएर आउने बेलामा मैले अब भन्न चाहेँ फेरि पनि कन्टिन्यू गर्न चाहेँ यदि तपाईँहरूलाई स्पिड क्युबको बारेमा थाहा पाउन मन छ भने माथि लिङ्क छ लिङ्कमा गएर मैले स्पिड क्युब सपमा कसरी सपिङ गर्ने अनि कसरी चाहिँ स्पिड क्युब सपबाट 10% 5% डिस्काउन्ट पाएर मेरो डिस्काउन्ट कोड युज गरेर गर्न सक्नुहुन्छ नेपाली क्युबहरूलाई सहयोग गर्न सक्नुहुन्छ भनेर लेखेको छु त्यो भिडियोहरू पनि हेरिदिनु होला है त सो यो क्युबहरू देख्नेले वरिपरिको मान्छेहरूले मलाई चाहिँ फोकटमा पैसा फाल्यो भन्छ नि तर क्युबरहरूले नै बुझ्न सक्नुहुन्छ क्युब कलेक्सनको एउटा ड्रिम कस्तो हुन्छ भनेर यो एडिक्सन जस्तै हो जहाँ क्युब देख्यो नि उठाएर हिँड्ने त्यहाँदेखि किनिहाल्ने पैसा गोजीमा भयो भने क्युब किनिहाल्ने पहिल्यैबाट मेरो बानी अहिले पनि अब त्यस्तै भइरहेको छ हेर्दैछौँ है त ओके मर फ्युज भाइले 6वटा डिफ्रेन्ट कलर भन्थ्यो 5वटा भेट्यो अझै एउटा कुन चाहिँ कलरमा परेको छ उनले 6वटा क्युबलाई डिसमेन्टल गरे कति दुःख गर्यो होला तपाईँ आफै इमेजिन गर्नु त्यत्रो धेरै कलरहरूमध्ये सबलाई डिसमेन्टल गरेर अनि मक फ्युज अब 1 2 3 4 5 6 ओके 6वटा बट्टा छ नातिन होला 1 2 3 4 5 यो 6 अनि यो लास्ट 1 2 3 4 5 यो 6 ओके आई एम ओपनिङ द 6th लास्ट बक्स है त तपाईँहरूलाई अब अहिलेसम्म झिजो लागिसक्यो होला अब झिजो नमान्नु के छ हेर्दै जानुहोस् नेपालकै बिगेस्ट क्युब कलेक्सन
मैले हासिल गरिसकेको छु। म आफैलाई त्यो क्लेम गर्न पनि चाहन्छु, किनभने अहिलेसम्म नेपालमा कसैसँग पनि यति धेरै क्युबहरू एकैछिन भाइसँग थियो, मलाई थाहा थियो भाइले युट्युब चलाउनु त्यति धेरै युट्युबमा हालेको थिएन, त्यही भएर अफिसियली युट्युब भएकोमा चाहिँ मै थिएँ। तर अहिले चाहिँ भाइलाई पनि उचित अनअफिसियली अफिसियली रूपमा चाहिँ नेपालमा यति धेरै क्युब कलेक्सन चाहिँ मैसँग नै हो भनेर म ढुक्कले चाहिँ अहिले चाहिँ भन्न सक्छु। र साउथ एसियामा त छ हजारवटै क्युब भएको क्युबरहरू पनि छन्, उनीहरूको चाहिँ युट्युब राम्रो गएर युट्युबबाट उनीहरूले बिस्तारै बिस्तारै पाएर 5-7 वर्षमा कलेक्सन गरेको चाहिँ छन्। मेरो पनि युट्युब राम्रो हुँदै गयो, तपाईँले हेरिदिँदै जानुभयो, कमेन्टहरू गर्दै जानुभयो, साथीहरूलाई सेयर गर्नुभयो भने मलाई पनि स्पिड क्युब सपबाट अझ धेरै क्युबहरू मैले चाहेको क्युबहरू मगाउन सक्छु। यहाँ भएको त म मगाउँदिनँ, 3x3 2x3 त अब उनीहरूले अनबक्सिङ गरिदियो कस्तो छ हेरिदियो भनेर पठायो भने छुट्टै कुरा भयो कम्पनी वाइजमा। नभए मैले अब डिफ्रेन्ट टाइप्सको क्युब्सहरू जस्तै यहाँ नभएको क्युब्सहरू कुनै छ भने जस्तै यो मसँग नभएको यहाँ वान पिस चाहिँ खस्यो कि थिएन है, एउटा अलिकति आयो, यो त मसँग किरिङ कुरै गर्नु परेन, म सबैले थियो। यो क्युब मसँग मोजाइकमै छ, यो फेरि 2x2 कस्तो कन्डिसनमा सब मिक्स गरेँ। अब भाइलाई फेरि फोन गरेर भाइ कुन क्युब कस्तो हो कसरी राखौँ भनेर भाइसँग मैले आइडिया चाहिँ लिन्छु है। ओके, अब भिडियो मेनको पनि हात गलेको कारणले एकचोटि भिडियोमा समस्या आएको थियो, त्यसलाई पनि क्षमा गरिदिनु होला। भिडियो मेन पनि मेरै बुढी हुन् र तपाईँहरूलाई थाहा नै छ मेरो भिडियो स्पेसल्ली धेरै कसले खिचिदिन्छ। मैले युट्युब बनाएको पनि मेरो स्टुडेन्ट्सहरूले नै रिक्वेस्ट गरेर सर सिकाइदिनु भनेर। यसमा 2टा क्युबहरू छ, जस्तै ओके यो 2टा क्युबहरू छ, मैले यसलाई खोल्न चाहिने तपाईँहरूको लागि। अब लास्ट 1 2 3 4 प्याकेजमा पुग्यौँ हामी। जस्तो छ मैले त्यसलाई धेरै एडिट गर्न म खोज्दिनँ, म एडिट नगरिकन तपाईँहरूलाई 2-3 भिडियोहरू बनाएको छु, त्यसैबाट मर्ट गरेर एकै ठाउँमा बनाएर म हालिदिन्छु है त। चक्कु युज नगरिकन लिन मिलेन, चक्कु युज गर्दाखेरि एउटा 2टा स्क्रैचहरू आइसक्यो। यसो बादरको हातमा नरिगेल चाहिँ नभन्नु होला है। ए भाइलाई मलाई खोल्नै आधी घन्टा लाग्यो भने चाहिँ भाइलाई प्याकिङ ओह माई गड जुन क्युब पाउँदाखेरि मेरो आँखाबाट आँसु आएको थियो। सुरुमा मेरो युट्युब सुरु भएपछि नेपाली स्पोन्सरबाट नेपाली क्युब स्टोरबाट मैले एउटा क्युब स्पोन्सर पाएको थिएँ। त्यो क्युब फर्स्ट टाइम मैले क्युब स्टोरमा मेरो आँखाबाट आँसु आएको थियो, किनभने क्युबमा फर्स्ट टाइम नकिनिकन मैले पाएको क्युब यही थियो। यो क्युब मसँग डबल भयो, जहाँ मैले नेपालको झन्डा टालेर तपाईँहरूलाई देखाएको थिएँ पहिला। यहाँ माथि देख्न सक्नुहुन्छ तपाईँले, माथि यहाँ छ यो र यो क्युब बराबर एउटै साइजको क्युब हो। यति धेरै क्युब मसँग पहिल्यै थियो है, यो छुट्टै हो, यो पहिल्यै थियो 50-55वटा, अहिले 120 कि 30वटा क्युबहरू अहिले आएको छ। अहिले गनेर फाइनल काउन्टमा तपाईँहरूलाई देखाउने छ है। यस्तो पनि मसँग 3टा क्युब भयो। अब मैले रेकर्ड राख्नुपर्छ, अब नोटमा लेखेर यो क्युब यतिवटा यो क्युब यति नत्र मेरो हराउने चान्सेस बढी छ, किनभने केटी धेरै छन् फ्यामिलीमा, भान्जा भान्जीहरू 4-5जना छन्, सबैलाई क्युब मनपर्छ। मेरो ठुलो भान्जी आकाङ्क्षालाई एकदम धेरै क्युब मनपर्छ, सिक्छु भन्छन्। उनलाई पनि सिकाएर पछि भान्जी र मेरो पनि कम्पिटिसन लिएर आउन सक्छु मैले। मुसु मुसु हाँसिचिन साइडमा बसेर अहिले लास्टमा मानिनु भने म फोटोमा लिएर आउँछु भान्जीलाई पनि है त। ओके, तपाईँहरूलाई अब लास्ट 3टा बक्स बाँकी छ। मसँग अघि नैबाट यहाँ सँगै बसेको मेरो भान्जी हुनुहुन्छ, लास्टको एउटा बक्स मैले भान्जीलाई नै बोलाएर खोल्न लगाउँछु है त। तपाईँहरूलाई मैले भनिहालेँ को होलिन् भन्ने जस्तो लाग्न सक्छ। लास्टको एउटा बक्स चाहिँ भान्जीले खोल्छिन्, त्यति बेला नै म भान्जीलाई आइडिया दिन्छु। म कार्ड दिन्छु, लास्टमा ओपन चाहिँ टेप काटिसकेपछि भान्जीलाई ओपन गर्न लगाउँछु। मलाई यो भिडियो त आएको थियो, मैले यसरी भिडियोबाट हेरिनँ, भाइले मलाई यसमा के छ दाइ भनेर प्याकिङ गर्दाखेरिको भिडियो पनि पठाइदिएको थिएँ। अनि ट्रस्ट एकदम ठुलो ट्रस्टमा मैले अलिकति 3000 मात्र एडभान्स दिएको भरमै भाइले मलाई यत्रो धेरै सामानहरू पठाइदिनु भएको थियो। मैले सामान उहाँबाट पठायो दाइ भनेर मेसेज गर्ने बित्तिकै मैले भाइलाई 50% पेमेन्ट गरिदिइहालेँ, किनभने ट्रस्ट भनेको बनाइराख्नुपर्छ। म आफै एउटा पेसाले शिक्षक भएको कारणले विश्वासमै संसार चलेको छ भनेर हामी अरूलाई सिकाइरहेको हुन्छ, त्यही भएर हामीले पनि विश्वास तोड्नु हुँदैन। अब एज सुन एज मैले भाइलाई अरू पैसा पनि आज बेलुकासम्म हालिदिन्छु भाइ भनेको छ, किन उसको पनि फ्यामिलीबाट प्रेसर हुनसक्छ, को हो कस्तो हो नचिनेको मान्छेलाई यत्रो धेरै क्युबहरू एकैचोटि पठाइस् भन्ने हुनसक्छ। सो त्यसको लागि नै मैले भाइलाई हालिदिइहाल्छु, यो क्युब बनाउने दिनमै हालिदिइसकेको छु। अनि तपाईँहरूले भिडियो हेर्ने बेलासम्म यो भाइले चाहिँ पैसा पाइसकेको हुन्छन्। ओके, यो पनि भाइको मलाई मन परायो है। यसमा तपाईँको 6 डिफ्रेन्ट क्युब, अहिले मैले 6वटा भन्थेँ, भाइले एउटा ब्ल्याक कलरको पनि बनाएको रहेछ। यो कलर लगायो कि के भयो, यसलाई सायद फर्स्ट लेयर भन्छ के भन्छ, भाइलाई नै सोध्नुपर्छ। डिफ्रेन्ट क्युब्सहरू 3x3 त सायद 50+ हुने भयो मसँग क्युबहरू। 3x3 को मात्र काउन्टिङ गऱ्यो भने 50+ क्युब चाहिँ मसँग हुने भयो। अब यो 3x3 क्युब त कति छ अब यसलाई भनेर साध्य छैन। सो अब मसँग दुईटा बट्टा मात्र बाँकी छ। सो मैले तपाईँहरूलाई भान्जीसँग हुबहु परिचय चाहिँ गराउन चाहेँ र। भान्जी त आउला, ए आउला, यिनै हुन् मेरो भान्जी, नमस्ते भन्छ सबैलाई। अब यो भान्जीले चाहिँ क्युबहरू एकदम धेरै बनाउन त आउँदैन, एउटा 2टा लेयर बनाउँछिन्, खोल्न अनबक्सिङ हेर्न चाहिँ मन पर्दैन। यो बट्टा चाहिँ भान्जीले खोल्छिन्। अब चक्कु त भान्जीले चलाउन दिन भएन, केटीलाई म काट दिन्छु। अहिले च्यात्ने बेलामा चाहिँ भान्जीले च्यात्छिन् है त। भान्जी कस्तो लागिरहेको छ यति धेरै क्युब देखेर? रमाइलो लागिरह? मामा घरबाट जतिवटा क्युब लयो नि मामाले थाहा पाउने जस्तो कन्डिसन भएन होइन। पहिला पो गनेर बस्नुहुन्थ्यो मामा, अब त यत्रो धेरै क्युब छ, मन पनि त्यही कुरा आइरहेछ।
कि मागेर लाने हो मागेर लाने हो गुड ज्ञानी हुनुपर्छ है ल मैले बाहिरको लेयर चाहिँ म काटिदिन्छु है अनि भित्रको लेयर चाहिँ किन केटीलाई नै म आफू भान्जीकै एज अलि ठुलो यत्रोमा त नढाटम है भान्जी अहिले बल्ल 3 मा पढ्छिन् 2 मा मैले 2 मा त होइन मैले 4 कि 5 मा पढ्ने बेलामा चाहिँ रुबिक्स क्युबको बारेमा जानेको थिएँ युट्युबमा अलिअलि हेरेको थिएँ अनि 6 मा पढ्ने बेलामा होला दाइको साइबरबाट दाइसँग सोधेर पैसा मागेर त्यति बेलाको जमानामा त्यो नर्मल क्युब म्याग्नेटिङ होइन नर्मल क्युबलाई नेपालमा एकदम स्क्याम थियो 500 रुपियाँ पर्थ्यो सायद त्यति बेला किनेर अनि ल भान्जीले ओपन गरेर अब च्याप्न सजिलो छ ओके कस्तो क्युब रहेछ भान्जी अझै च्याप्नु मिलेन ओके देखाइदेऊ ल यो सेम कलर क्युब रहेछ है दुईटा ल 1 ल गनेर राख त कति छ 1 ओके ड्यामेज नगर है मन चाहिँ सक्क हुन्छ 2 3 ओके निकाल्नुहुन्छ 5 6 ओके भान्जीलाई यहाँ भएको सबै क्युब काउन्ट गर्न आउँछ 1 2 3 गर्न त कतिवटा छ गर्दै जाऊ यहाँबाट गर्न बसेर गर्न अगाडि देखिएको गर्न ल म यता अर्को खोल्दै गर्छु भान्जीले गर्न है र लाउडली तर्को न छोरीले नि गन्दैछ नि पछाडिबाट सुन्नु होला है आए गुन्टु 59 वटा त ओपन क्युब बनाइसक्यो नि बट्टा कतिवटा छ अहिले हामी गन्छौँ तपाईँहरूले अगाडि पनि गर्नुभयो होला सर्लक्क यो भिडियो यसरी देखाइदिनु भने मैले अनुरोध गर्न चाहेँ सबै क्युबहरूलाई लास्ट प्याकेजमा हामी पुग्दैछौँ यो प्याकेज बाहेक पनि तपाईँहरूलाई विशेष जानकारी 2टा म्याट आयो अनि यो एक्सेसरिजहरू पनि भाइले एकदम क्लियर गरेर राखेको छ नि यो एक्सेसरिज बट्टाहरू पनि यहीँ छ अनि यो बट्टा पनि भाइले सबै अचम्मको कुरा के भने यत्रो वर्षमा पनि भाइले बट्टाहरू नपारेको छ मसँग माथिदेखिको क्युबहरू राम्रो बट्टा चाहिँ छ त्यो नराम्रो क्युबहरूको यिनीहरूको त बट्टै छैन कि मसँग तर भाइले सबैको बक्सहरू चाहिँ कलेक्ट गरेर राखेको छन् त्यो पार्ट चाहिँ मलाई भाइको एकदम मन पर्यो जुन चाहिँ मैले भाइबाट सिक्नुपर्छ किनभने कुनै बेला घर ट्रान्सपोर्ट गर्नु पर्यो कतै जानु पर्यो भने बट्टामा प्याकिङ गर्दाखेरि राम्रो हुनसक्छ अब ल्युबहरू स्पेसली मैले भाइलाई अब ल्युबहरू हालेको क्युब कुन हो सोध्नुपर्छ किन ल्युबहरू हालेको क्युब बेला बेला चलाएन भने त्यही ल्युब जम्ने अनि क्युबहरू नै बिग्रिने हुनसक्छ महँगो 5-7 हजार 8-9 हजार अगाडिको क्युबहरू त सबै 8-9 हजारको क्युब भए नर्मली पहिला किन्ने बेलामा अहिले घटेर 5-7 हजार भयो होला त्यो क्युबहरू त मैले एकदम जतन गर्नुपर्छ बरु 700-800 को क्युबहरू त्यति छिटो बिग्रिँदैन त्यो ल्युब हालेको भएर ल भान्जी लास्ट बट्टा तपाईँलाई नै भयो है सक्नुहुन्छ खोल्न टेप छ म काटिदिन्छु कस्तो नदिनुहोस् है ओके मैले यसमा आफ्नो एउटा म र कलेक्सनमा नभएको एउटा क्युब चाहिँ देखेँ है मैले ओके 1 2 ओके एन्ड हियर यु गो 6 योसँग मसँग मलाई किन्न मन लागेको पहिला भनेको यो क्युब है कस्तो राम्रो लाग्छ कि मलाई यो क्युब किनभने बल सेपमा छ 3x3 छ टुक्रो टुक्रो बल सेपमा छ हैन है मेरो कलेक्सनमा नभएको 2-4 वटा क्युब चाहिँ मैले देखेको छु पछि तपाईहरुलाई देखाउँछु यो क्युब पनि मेरो कलेक्सनमा थिएन अर्कै खालको मोर्सबी क्युब हो सो अल द क्युब्सहरु तपाईहरुलाई नर्मली काउन्ट गर्दा पनि ब्याकबाट मैले देखाउन चाहिँ अगाडि त्यति धेरै क्युबहरु छ काउन्ट गर्न सक्नुहुन्छ तपाईहरुले र यसलाई यस्तै भित्र लिएर आएर देखायो भने भित्र यति धेरै क्युबहरु छ खप्टेको क्युबहरु पनि छ यहाँ नखप्टाइकिन राख्यो भने पनि सो तपाईहरुको च्यालेन्ज भनेको चाहिँ टोटल्ली कतिवटा क्युब छ कमेन्ट गर्नु है त एक्ज्याक्टली म काउन्ट गरेर भन्ने छु तपाईहरुलाई नेक्स्ट भिडियोमा डिटेल भिडियो अझै सानो भिडियो बनाउने छु सर्ट्समा मैले भन्दिने छु कतिवटा छ भनेर यदि मिलाउनु भयो तपाईहरुले भिडियो अपलोड भएको 2 दिन भित्रमा मिलाउनु भयो वा मैले रिभिल गर्न भन्दा पहिल्यै कमेन्ट आयो तपाईहरुको भने म तपाईहरुलाई एउटा क्युब चाहिँ गिभ अवे गर्ने छु है त कतिवटा क्युब छ भने काउन्ट गर्नु होला मैले यहाँ तपाईहरुलाई सजिलोको लागि यो खप्टेको क्युबहरुलाई देखाइदिने छु त्यो मेरो रोबोट क्युब भयो ल खप्टेको क्युबहरु मैले देखाइदिएछ बुढीलाई एकचोटी सर देखाइदियो भन्छु मैले खप्टेको क्युबहरु यहाँ खासै खप्टेको चाहिँ छैन अब यहाँ कुनासम्मै देखाइदियो बुढी है अब यसमा चाहिँ 1 2 3 4 5 वटा छ यो लेयरमा अगाडिबाट हेर्न मिलेन अब यसलाई यहाँ चाहिँ 3टा भयो ल खप्टेको यति हो उतापट्टि त 3टा छ ल अलमोस्ट प्लस माइनस 5 क्युबमा चाहिँ मैले एक्सेप्ट गर्छु है प्लस माइनस 5 क्युबमा तपाईहरुले मिलाउनु भयो कतिवटा क्युब छ भनेर मिलाउनु भयो भने चाहिँ मैले तपाईहरुलाई एउटा क्युब चाहिँ गिभ अवे गर्ने छु है त सो थ्याङ्क यू सो मच फर वाचिङ दिस इज अ बिग अनबक्सिङ भिडियो नेपालमै लगभग 1.5-2 लाखको क्युब एकैचोटि ल्याएर अनबक्सिङ गरेर 150 प्लस क्युब्सहरु प्लस मेरो 50 क्युब्स गर्दा आई हेभ अराउन्ड 200 क्युब्स 200 क्युब्सको धनी म एक्लै हो र यसको श्रेय मेरो वाइफलाई पनि जान्छ उहाँले पनि मलाई धेरै सपोर्ट गर्नुभएको छ यो क्युब्सहरु मेरो भान्जीले पनि अब मलाई मिलाउन हेल्प गर्छिन् यो क्युबहरुलाई टक्क राख्नलाई पुछपाछ गर्नलाई भान्जीले पनि हेल्प गर्छिन् है सो आई एम एक्सट्रिमली ह्याप्पी टुडे सो थ्याङ्क यू सो मच सी यू अगेन इन द नेक्स्ट भिडियो कीप सपोर्टिङ कीप वाचिङ